हेलो साथीहरू, हेर्नु न हाम्रो कान्छीको यहाँ फेसमा आज डन्डीफोरको के अरे के भन्छ यसलाई? पिम्पल प्याच भन्छ अरे। यस्तो ल्याएछ मेरो बेच्दिन डन्डीफोर भएको छैन के सबतिर छ यतातिर। यहाँ कत्रो थियो त, अहिले त बरु हराएछ। यहाँ हेर्नु भाइरल मास्क ल्याएको छ हामीले होइन। अनि फेरि यो अनुहारमाथि फेरि यो लाउनु पर्छ रे। आजै किनेर ल्याएको गाइस। हाम्रो फर्स्ट टाइम हो है, कस्तो छ हेरौँ। ए लिउँदै यो आँखाको रहेछ ल। ओइ कुनपट्टि लगाउने होला के थाहा, जतालाई नि हुन्छ होला नि। मेरो आँखा छ च्यात्यो यार। मान्छेको आँखा बोल्छ है अहिले भित्र जान आँट्यो। अब यो हो के, त्यो चाहिँ कहाँ लगाउने त? यो च्यातेको ठाउँमा हो कि यसरी। यहाँ पनि छ त। यो चाहिँ फेरि के को लागि हो र? मुखमा चाहिँ नहाँस नि। के नहाँस भने मुखमा आएछ। गयो गयो गयो। अनि यो त कसरी टाँस्नु हो त? मुखमा बसेको छ त। अब मुखमा अलिकति माथि ल्याइदियो नि त्यसरी। माथि त्यही त हो। यहाँ चाहिँ कत्रो हो फेरि? मेरो मुखसँग हो कि यस्तै होला के? नाकमाथि लगाइज नि त ल। यो ऊ भइसक्यो यार। नाकमाथि लग्यो भने हुँदैन। यो च्यात्नु पर्यो के? यतिको तर बस्नुपर्ने के? बस्दैन त अनि के गर्ने र म? गाइस कसरी लगाउने हो भनिदिनु पर्यो यार। हामीलाई लाउन आएन। यो त लाउँछ त अनि के गर्ने हो र? के थाहा अब। जाँदैन रहेछ त नि म के गर्ने? ओ तनक्क तन्किनुपर्छ जस्तो छ के? यहाँ यतातिर चाहिँ यति मात्र छ, यहाँ पुग्नुपर्ने होला सायद। अब यो भइसक्यो कि छोड्थ्यो बिग्रिन्छ।